बाटो लाएर लुगा बोकेर नुहाउन गइरहेछौँ। नजारा चाहिँ यस प्रकारको छ, यस्तो छ है। अब हेरौँ पानी कतिको चिसो छ। लेट्स गो बॉयज, गुड मर्निङ गुड मर्निङ। वाउ, नुहाउनु ठाउँ त खतरा छ त यार। पाले पनि नुहाउनुपर्छ भनेपछि यो पाराले त ए धारै रहेछ है, धाराबाट छु, धाराबाट च्याक्क माथिबाट गङ्गाजल झर्दैछ, त्यहाँबाट ड्याङ्ग नुहाउने रहेछ। अब हामी ड्रेस चेन्ज गर्छौँ अनि नुहाउनलाई लाटपुट नुहाउँछौँ। सन्तु, हाउ आर यु फिलिङ बिफोर बाथ है? यो चाहिँ बिफोर बाथ। अब 9 बजी कस्तो हुन्छ हालत हेर्नुपर्ने हुन्छ। हामी निर्धक्क भएर देखाउँछौँ। सनराइज पनि हुनेवाला छ है। अब यस्तो दामी छ यार। ल, हाम्रो शेरहरू आइसक्नु भएको छ। यस सन्तु, कम अन। यो हो त पारा, यो हो त शैली। जाडै भएको छ यो हो के मरद भने, यो हो कि जाडै नहुने। त्यही त जाडो भयो, शक्ति धेरै छ। ल ल है, फाइनली हामी नुहाइसक्यौँ। अब चाहिँ जान जान्छौँ होला, माथि जान्छौँ सुत्दाको ठाउँमा। जाडो चाहिँ खासै नहुने रहेछ, एकछिन मात्र हो। पैताला चाहिँ लास्ट चाहिँ भइरहेको छ। हाम्रो केबल कार पनि रहेछ है, यहाँबाट देख्न सक्नुहुन्छ। केबल कार टक्क अलि देखिरहेको छ। अब केबल कार चढेर हामी माथि आजको हाम्रो जर्नी भनेको चाहिँ भैरव मन्दिर, त्यहाँ चाहिँ पुग्नै पर्ने रहेछ। यहाँ आएर त्यहाँ पुगेन भने चाहिँ अर्थ नहुने रहेछ भनेर चाहिँ अब हामी यहाँनिर दर्शन गरेर चाहिँ भैरव मन्दिरतर्फ लाग्छौँ होला सायद है त। दुईजनाले ल दुईजनाले ल होइन, अलिक नजिक क्लोज जाऊ न, क्लोज सुशान्त जस्तै। ल सन्तोष छिटो जाऊ न, त्यो सुशान्त भाइले गरेर। ल छिटो ल, किन लजाएको छु है। ल, अहिले चाहिँ हामी दर्शन गरेर चट्टसँगले आइसक्यौँ होइन है। कस्तो लाग्यो दर्शन गरेर अनुभव? राम्रो भयो? माग्नुभयो केही मनमा नै के छ? धन्यवाद ल है हजुरहरूलाई पनि है। यो प्रसादी चाहिँ वैष्णो देवी मन्दिरको ढ्याकढुक बोक्यौँ, मालसान बोक्यौँ। अब त्यहाँबाट चाहिँ हामी केबल कारबाट ट्याक्क चढेर भैरव मन्दिरमा जानुपर्ने हुन्छ है। हजुर दादा, ओहो हाम्रो हेन्सी दादा, हजुर के कस्तो छ अनि अनुभव के कस्तो हुँदैछ? आज डे 3 भइसक्यो, आइरहेछ। हजुर हजुर, एकदम भित्रैबाट आनन्द मिलिरहेछ। ए अच्छा, तर भोक चाहिँ लागिरहेछ? अहिलेसम्म लागेको छैन, अब लाग्छ। अब ए ल ठिक छ। ल एउटा बाँकी छ नि, ल हाम्रो हजुर। ल अहिले हामी यहीँनिर रातो बटोमा थिचिदिन्छौँ है त। यस्तै छ हाम्रो वैष्णो देवी मन्दिर, आउनु होला, डु भिजिट। एकदम व्यवस्था एकदम राम्रो छ है, बस्ने सुत्ने सब व्यवस्था राम्रो छ। यहाँनिर बसेको चाहिँ यस्तै कम्मलहरू पाउँछ 100 रुपियाँमा, डिपोजिट गर्नुपर्छ। एउटा कम्मलको 100 रुपियाँ जति पर्छ। जति ल्यायो नि 4000को 40वटा आउँछ। स्ट्रेट आउट अफ फ्रम फ्रान्सबाट आउनु भएको, यही कार्यक्रमको लागि आउनु भएको छ। या ब्रो ल हेर्नुहोस्, यसरी चाहिँ फुल ओरिजिनल फुलले यस्तो मजाको फुल अनि यसरी श्रीराम लेखेको छ है। साह्रै राम्रो छ यार ठाउँ। बेलुका आउँदा नि झकझक भइरहेको थियो। अहिले डे लाइट पनि धेरै राम्रो छ। सब ओरिजिनल फुल यो भयो, सबै ओरिजिनल फुल हो। हिरोहरू यसरी बाँडिरहनु भएको छ। सजधज धेरै सजाइरहेको छ, लास्टै राम्रो खोजिरहेको छ। जय श्रीराम है। यस्तो खानेकुराहरूको नि पुरै व्यवस्था छ मन्दिर गएपछि। हाम्रो मन्दिर चाहिँ बेलुका चाहिँ त्यस्तो देखिएको थियो। अब दिउँसो चाहिँ हेर्नु यस्तो प्रकारको छ। यही हो
मन्दिर चाहिँ यहाँ माथितिर छ है, यहाँ माथि टपतिर। ल अहिले चाहिँ हामी मजाले हिँडिरहेका छौँ किनकि हाम्रो भैरव बाबाले हामीलाई बोलाइसक्नु भएको छ। पैदल यात्रा हाम्रो केबल कार चाहिँ हामीले चढ्न असफल भयो अलिकति ढिलो भएको कारणले, होइन दाइ? टिकट पाउन असफल रहेका थियौँ हामी। हाम्रो मन्दिर देख्न सक्नुहुन्छ, यहाँ छ मन्दिर। अब चाहिँ हामी लम्किँदैछौँ मासतिर, सम्झीहरू आउँदै हुन्छ उहाँ तलबाट यताबाट। ल ग्याङ हाम्रो जङ्गलको यस्तो बिचमा चाहिँ यस्तो पानी खाने ठाउँहरू चाहिँ ठाउँ ठाउँ बनाइदिएका छन्। त्यो हुनाले चाहिँ एक बोतल पानी किन्यो, त्यसपछि ठाउँ ठाउँमा थाप्दै खाँदै खाउँदै जाँदै जान्छ। ल अझै छ सफर 1-1.5 किलोमिटर। ल हाम्रो अब भैरव मन्दिर पनि ट्याक्क दर्शन गऱ्यौँ है। अनि अब चाहिँ यहाँ माला लाउने कार्यक्रम हुँदैछ धमाधम। माला लाएर चट्टसँगले अब झर्छौँ तल। तीनजना लाउ सन्ते ल किन ल है त ये बन्धन तो प्यार का बन्धन है। ल यो चाहिँ लङ्गर भने चाहिँ फ्रीमा खानाहरू बाँड्ने यहाँनिर प्रसादी स्वरूप फ्रीमा खानाहरू बाँडिँदो रहेछ है। ल लङ्गरको खाना अब डङ्गर यति भेट्दा पनि धेरै हो है दाइ। बिहानदेखि खाएको छैनौँ, अहिलेको हाम्रो समय भएको छ 2:33 जति भएको छ, नयाँ घडीमा ट्याक्क बजिरहेको छ। ल लङ्गरको राइस लन्च हान्दैछन् साथीहरू, पुरा भोकाएका छन् है। 1:30 बजिसक्यो, 2-2:30 बजिसक्यो, केही खाएको छैन बिहानदेखि पानी भन्दा। शिवमा 2 लट खाएर नै आइसक्यो। शिव सिध्यो तेस्रो हान्ने अनि तेस्रो ए ल 3 थाल भात खायो शिवले। ल मिठो छ यार, यो बिहेको भोजभन्दा मिठो भइरहेछ अहिले त। लङ्गुर ल हाम्रो यो चाहिँ भ्यू पोइन्ट रहेछ, बाँदर भ्यू पोइन्ट। 180 डिग्री सर्लक्कै देख्न मिल्यो। ल यसरी हामी चाहिँ आधी बाटो पनि भएको छैन, धमाधम झरेछौँ। कति 2 बजीदेखि झरेको, 3:30 भइसकेको रहेछ। 1:09मा उही माथिबाट के अरे हामीले अघि हिसाब गरेको ठाउँ चाहिँ 1 ठाउँ 2 बजीदेखि हिसाब गरेको छौँ। 1.5 घन्टामा झर्ने हिसाबले, तर झर्न सकियो जस्तो छैन। बाटो एकदम मस्त छ, सर्टकट हो। पल्लोपट्टिबाट लङ कट छ, भ्यू एकदम नजारा एकदम चकाचक छ। यहाँ जोडी पनि रहेछन्, भँगेराको जोडीहरू। यस्तै छ ल भारत। थाकियो साह्रै थाकियो। ओह्रालो झर्दा झन् खुट्टा त पुरा थर गइरहेछ। खुट्टाको बिजोग रमाइलो भइरहेछ। 4 जना अगाडि, हामी 2 जना, 5 जना अगाडि, हामी 2 जना बिचमा, पछाडि 3 जना आउँदैछन्। जिन्दगी तनावै तनाव छ। अब चाहिँ साह्रै भएर फुल बडी मसाज ल्याम्पमा गर्नु लाग्यो। ओहो च्याप्प आउँदो रहेछ त खुट्टाको त। खड्का दाइ र म अलिकति अगाडि आएको नि, त्यस काम लाग्यो नि त दाइ। साथीहरूले पनि छोडेर गए,
ल ठिक छ ल हामी चाहिँ फाइनली यत्रो माथिबाट तल पनि झरिसक्यौँ है हामी अस्ति छिरी बेला यहीँबाट यो द्वारबाट छिरेको थियौँ अब चाहिँ साथीहरू कहाँ गएको छन् को कता कता छ केही थाहा छैन अस्ति भात खाएको ठाउँमा गएर वाइफाईमा त्यहाँका म्यासेज गऱ्यो छन् भनेर यति बल्ल बल्ल झऱ्यौँ घिसिँदै घिसिँदै न सिम छ न केही छ सबैजना डिजल ताल हिँडेका छन् को आयो गयो केही थाहा छैन ल अहिले चाहिँ हामी खानासाना खाएर होइन केटाहरूलाई पनि भेटघाट गऱ्यौँ हामी पो सबसे अगाडि रहेछ हामी सबसे ढिला भने चाहिँ हामी सबसे अगाडि भएको छ अनि त्यो जहाँको ठाउँमा गएर खाना खायौँ अहिले चाहिँ हामी बस कुद्नको लागि अगाडि तर्फ लाग्दैछौँ कोही यता छन् टोलीहरू कोही यता हाम्रो यहाँ टुरिस्ट शिव छौँ यहाँ सन्तोषजी र म छु के कस्तो भयो सन्तोष आजको खबर रमाइलो भयो रमाइलो भयो अनि अहिलेसम्म राम्रो भएको भइरहेछ अनि तिम्रो दुई दिनको लागि पन्जाबको गोल्डन टेम्पल त्यहाँ जाने कुरा छ हाम्रो अब लेट्स सी के हुन्छ हामी चाहिँ सकेसम्म आज नाइटमै हिँड्छ होला के छ शिव हाउ डु यु फिल टुडे हिजो आज हिँडियो के कस्तो अनुभव भयो ठाउँ चाहिँ तिमीलाई कस्तो लाग्यो नि यो कत्रा जम्मू कश्मीरको कत्रा चाहिँ सेम पोखरा जस्तो छ है ठ्याक्कै सरोज भाइ त्यहाँ हुनुहुन्छ सबजना गलेर पुरा खचित भएको छ त्यही भएर चाहिँ कोही बोल्न पाइरहेको छैन जुम पटाका भ्लगर पटाका नि जुम पटाका ओस्या त जुम पटाका भ्लगर त ओस्या त ल सबजना ओसिएर बसेछन् कोही उता ओसिने टोलीहरू आउँदै छन् के कस्तो हुँदै तपाईँलाई त के रियाक्सन नै दिनु भएन त केही भएको छैन क्या हो ए फिट एन्ड फाइभ भिडियोको लागि चाहिँ बलवानै हो र ठाउँ चाहिँ कस्तो लाग्यो अहिलेको यो अहिलेको ठाउँ चाहिँ झिलिमिल त दामी झिलिमिल छ नि पोखरा जस्तो छ यो यसो हेर्दा के लाग्यो तपाईँलाई ल यस्तै छ हामी चाहिँ अरू दाइहरू कहाँ हो थाहा छैन हामी चाहिँ अहिले यो कत्रा कि अत्राको बस पार्क आइपुग्यौँ पन्जाबको गाडीको लागि बुक गर्नको लागि अब गाडी हेर्नेछौँ अस्ति जस्तो सुतेर जाने भनेर स्लिपर गाडी बुक गर्न लाग्यो अब लेट्स सी के हुन्छ वेट फर अ वाइल